नेपाल टेलिभिजनका लागि मिडिया हबको प्रस्तुति हास्य टेली श्रृङ्खला ओइ हल्का रमाइलो। भयो जिन्दगी यता टाढ्यो उता उध्री जान्छ के गर्ने। सबैजना जान्ने सुन्ने सबैजना नेता राजनैतिक भ्रष्टाचार मौलाइरहेछ देश। जिनको समेत नभास्नेको कुरा मात्रै ठुलो ठुलो, जिनको समेत नभास्नेको कुरा मात्रै ठुलो। बेकारको कुरा छाड्दै लखर लखर बुलो। कति बन्नु मुखा दर्शक बोलिदिउ कि पाक। विसङ्गति व्यथितिले भए सबै वाक्क। चिन्ता मात्रै कति लिनु गर रमाइलो। आहा हल्का रमाइलो, ओहो हल्का रमाइलो। ए होइ हल्का रमाइलो, ओइ हल्का रमाइलो। ल यति भएपछि लक्ष्मी पूजाको सारदाम पनि तयार भयो। सारदाम त तयार भयो आमा, तर के गर्नु, घर गाई छैन। कसको घर गएर गाई पूजा गर्ने हो? तेरिका के पिर गरिराखेको। गाउँतिर खोज्दा जहाँ जति पनि गाई पाइहालिन्छ नि। पाउँछ, कस्तो सजिलो छ, पाइहाल्छ। कसैको घर छैन गाई। हेर पोलेदेखि घर पालेपछि कति सजिलो हुन्छ। लु भो धेरै मुख नचला। गाउँतिर गाई बाछी जे पाइन्छ पूजा गरेर आइज ल। जा कुरुक्क गइहाल्छ। अब कसको घर होला त? अब जान खोज, भेटिहाल्छ नि। कस्तो विधि चेर कराएको भने के। पाउँदाखेरि कस्तो हुँदो रहेछ फोटो भनेर सेल्फी खिचे। नरिसान के त, कति रिसाएको। जति हेऱ्यो होप पर्या छ, बस्या छ। ल बुढी आजदेखि हामी झगडा भन्ने शब्दै ननिकाल्ने। ल ल ल हाँस 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 नहाँस्ने। जतिखेर यसरी रिसाएर बसेर होला त। अनि के नरिसाएर देउसी भएर सम्झेर नाचो, छम्ची नाचो। पहिलेदेखि घर गाई पाल्नु भन्दाखेरि मेरो कुरा टेर पुछा नलाएन। अब आज लक्ष्मी पूजा, केलाई पूजा गर्छौ? मास्टरनीको कुरा ठिकै हो मार्छ। केलाई पूजा गर्नुहुन्छ? अब हुन त मार्छ पनि उस्तो नि। अब घर गाई पाल्न छोडेर हात्ती पाल्नतिर लाग्नु भयो। के रे हात्ती रे? हात्ती भन्ने अर्का कि स्वाङलाई हात्ती भन्छस्? आउला सियो मेरो घरको बाटो तँलाई। नरिसौ, छोड्दै यिनीभित्र जाउँ। यसले बोल्ने अलि तरिका मिलाउँदैन कि। फेरि भन्न त भकै कुरो भन्छ यसले। भइगयो, मै जान्छु। कस्तो खडेरी लागेको गाईको। सारा गाउँ खोजिसके, कसैको घरमा एउटा गाई छ। कहाँ गएर लक्ष्मीको पूजा गर्ने होला? दाइ के भयो कुरो, किन कराउँदै हिँडे? गाईको खडेरी परो भनेको क्या, गाउँभरि खोज्दा कसैका घरमा एउटा गाई छैन। ए म पनि लक्ष्मी पूजाको लागि गाई नै खोजी हिँडेको भनेपछि गाउँमा कसैका गाई छैन। छैन बल्छी, छैन। कसैकामा गाई छैन, फर्के हुन्छ। भनेपछि म यहाँबाट फर्के हुन्छ? हुन्छ हुन्छ।
ठिकै छ उसो भने केही आइडिया लाउनु पर्ला। होइन हो साथी हो, यसपालिको तिहार चाहिँ के गरेर मनाउने हो? के गरेर मनाउनु? भाइटिका लगाउने मनाउने। त्यो त हामीलाई नि थाहा छ नि, त्योभन्दा अरू केही विशेष छ कि भनेर पो त, होइन त मिजु? के थाहा? तिमीहरूले सबिनालाई टिका लगाइदिन खोजेछौ कि? खै के थाहा। यसलाई मात्रै टिका लगाइदिने मन भएर हुन्छ नि, निधार थाप्नेलाई हुनु परेन। त्यही त, गाउँका राम्री राम्री केटीलाई भाइटिका चाहिँ ज्यान गरी लाइन्न के? तिमीहरूलाई मन पर्छ लभ गर्छु भने भइगयो नि। यस्तैसँग गर्छन् होला नि लभ। बरु ओइ सुन्न, हामी सबैजना ग्रुप बनाएर देउसी भैली चाहिँ खेलौँ न। हुन्छ ल। ल गौ माता रक्षा गर, धन बल बुद्धि देऊ। कहिलेकाहीँ त हाम्रो थैलीमा पनि यसो आरबास बस्ने गर प्रभु। सधैँभरि हामी कति गरिब हुनु। ल प्रभु रक्षा गर भगवान्। ल लक्ष्मी ल यो माला लगाइदे त राम्रोसित। यहाँबाट लाउँदाखेरि ठ्याक्कै पर्छ होला आमा। ठिक छ बाबु, ठिक छ, बताको ठिक छ। ल यसलाई यसरी राखिदिनु हुँदैछ। ल ल ल खाऊ ल ल ल ल पूजा गर, पूजा ल। मैले के पूजा गर्नु पर्यो? ल ल गोमाता रक्षा गर, अर्सल बिर्सल केही भयो भने। आमा के छ? मेरो आइडिया ठिक छ होइन? ठिक छ, ठिक छ। उता नबस्नु, लातले फ्याट हाल्ने तल राम्रो। हो त नि, होइन त किन हाँसे? ल किन हाँस्यो अरे? मैले चाहिँ नि गौमाताले लातले फ्याट हाल्ला भनेको तिमी त फुत त डराएर यता गयौ नि त। बिर्स्यौ कि क्या? साँच्चीको होइन नि, यो चित्रको हो, चित्रको। हो त नि, म त कस्तो बिर्सेँ, यो त कागजको पो त रे शिव। होइन तिमीहरू आमा छोरा भएर के गर्दैछौ? के गर्नु नि कृष्ण बाबु, आज लक्ष्मी पूजा दिन। अब गाउँभरि गाई खोज्न गएको, कहीँ गाई पाइएन। गाईको चित्र बनाएर गाई पूजा गरिराखेको। संस्कृति त जोगाउनु पर्यो नि त। हरे शिव शिव, यही त विडम्बना छ नि काली आमा। अब गाई भनेको हाम्रो राष्ट्रिय जनावर हो। न यसलाई अहिले कसैले पाल्छन्, न कसैले संरक्षण गरेर माया नै दिएर राखेका छन्। उता विदेशमा भने वैज्ञानिकहरूले यो गाईको पिसाबबाट कति सयौँ रोग निको हुन्छ भनेर रिसर्च गरेर पत्ता लगाइसके। हामी नेपालीको चाहिँ गौ माता रे यसरी पूजा गर्ने बेलामा चाहिँ चित्रमा गर्नुपर्छ। विडम्बना होइन त काली आमा? त्यो त हो कि हिँड्दै, तर यस्तो खाले गाई बनाएर पाल्यो भने चाहिँ दुई चारवटा कुरा चाहिँ फाइदा हुँदो रहेछ है। के छ फाइदा? अब पहिलो नम्बर फाइदा चाहिँ के पर्यो भन्दाखेरि यो पाले मात्रै भयो यसरी, यसलाई चाहिँ नि घाँस काटेर हालेर नै परेन। दोस्रो नम्बर फाइदा के छ भन्दाखेरि यसको चाहिँ नि गोबर सोबर सोर्न परेन। तर एउटा कुरा के छ भन्दाखेरि बेला बेला चाहिँ नि यो गौमाताले चाहिँ नि गहुँ चाहिँ दिइरहन्छ। आइहाल्यो नि, हे प्रभु, हे माता, हे गौ माता। यस्तो छ नि त, यस्तो छ, भगवानै प्रकट हुन्छ नि त। छक्क मान्नु पर्दैन कि हिँड्दै, यो चाहिँ नि यहाँबाट चाहिँ नि सर्र पाइप जडान गरेर माथिबाट 2-3 मिनटमा चाहिँ नि तुर्र तुर्र पानी आउने बनायो के। यसलाई भन्छन् वैज्ञानिक आविष्कार। हे म यहाँ कस्तो राम्रो राम्रो कुरा गरिरहेको छु, ऊ हावाको काम गरेर बसिरहेको छ। वाह देखिस् त, यी आफू पनि गर्न सक्दैनन्, यी हामीले गरेको डाँडेहरू के डाँडेहरू। अब अस्ति मात्रै त्यत्रो बत्ती काटेर राखेको, मुसा बाँधले भएभरको सबै नै लिएर गएछ, बत्ती बाल्नै पाइएन। के गर्नु? अनि सुन त, अब भरे बेलुका त घर मजाले झिलिमिली पारेर सिँगारिन्छ, अनि लक्ष्मीलाई प्रवेश गराइन्छ कि कसो आशा बाउ? त्यो त हो, तर म बिहानदेखि आशालाई देख्दिनँ नि। कहाँ गई छोरी? गयो होली नि, उसका साथीभाइहरू को मिलेर देउसी भैले खेल्ने भनेर भन्दै थिए, गयो होली उतै। ए भनेपछि लक्ष्मी पूजा गरिसकेपछि देउसी भैलो खेल्ने होइन त? हो मास्टर, त्यही भएर देउसी खेल्नको लागि हामी सरसल्लाह गर्न भनेर आएको होइन त? अनि कसकोमा खेल्ने हो? होइन, थोरै थोरै समय भए पनि गाउँको सबैजनाकोमा खेल्न पर्यो नि, कि कसो कि हिँड्दै? ठिकै हो नि, वर्ष दिनमा आएको चाडमा सबैकोमा खेलेर रमाइलो गरौँ न। सही हो, यो कुरा सही हो,
तर मेरो आफ्नो चाहिँ फेरि पर्सनल भन्छ नि सानो एउटा प्रस्ताव छ। मेरो घरमा देउसी भैलो खेल्दा चाहिँ हाम्रो आँगना चाहिँ मास्टरनी चाहिँ नाच्न हुँदैन है। होइन है बल्छी, तिम्रो घरमा चाहिँ म नाच्न किन नपाउने? किन हुने नि अब हाम्रो घर अलिक कमजोर छ नि त। अब मास्टरनी चाहिँ नि मादलको तानमा टाङ्गुन टाङ्गुन च्यान गर्दा फुनुन्न घुम्दाखेरि जिमिन थरथर थरथर हल्लिएर चाहिँ घर घरले पनि ढलेन के हार्ने। अहिले आएर यो बल्छी मलाई ठिलान छोड्यो है। होइन भाइ तैँले जताबाट घुमाइ फिराइ मेरै स्वास्थ्यले चाहिँ घोचेर बोल्नुपर्छ है। तेरो अरू काम छैन? तेरिका के त्यो देउसी भैलो खेल्ने कार्यक्रम बनाएको छ अनि के झगडा गरिरहेको त? बरु कसले के कार्यक्रम गर्ने के गर्ने बरु बाँडफाँड गरौँ न। अब यसलाई तँ त्यसलाई तँ भन्नुभन्दा पनि बरु यसो गरौँ। कसो गरौँ हो मार साहब? यो तिहारभरिको लागि एउटा समिति गठन गरौँ। समिति गठन गऱ्यो भने त काम गर्नु नि सजिलो हुन्छ नि। हो, यो चाहिँ कुरा ठिक भन्नुभयो मार साहबले। अहिले चाहिँ आएर सही लाग्यो। अहिले आएर यो आशा चाहिँ ठिक लाग्न थाल्यो है हामीलाई। ल के को ल नि, अब बुढाबुढीमा जसले भने पनि भइहाल्छ नि भनेर भन्दै मैले त। ठिकै हो उनीहरूको चाहिँ बुढाबुढीमा एउटै हो क्या। अब त्यही उस्तै पऱ्यो भने बच्चा पनि मार्साले पाउने होला। होइन भाइ तैँले भन्नु खोजा के हो? तँ माछा नाइके धेरै मलाई चाहिँ हेपेर नबोले। तँले तेरो अहिले बङ्गेर सङ्गेर यहाँ झारिदिन्छु अनि थाहा हुन्छ त्यहाँ। के का बङ्गाएर झारिदिन्छु? तेरिका यो साना कुरामा किन गल्फती गरिराख्यो भने? त्यही त भनेको। यो झगडा गर्नुभन्दा पहिला हामीले यो देउसी भैलो कार्यक्रमको चाहिँ यो अध्यक्ष उपाध्यक्ष कोषाध्यक्ष को बन्ने त्यो कुरामा चाहिँ निर्णय गरौँ न। अहिले भने यसले ठिक कुरा गर्यो। अनि ल सबभन्दा पहिला अध्यक्ष कसलाई बनाउने त्यो चाहिँ निर्णय गरौँ। मेरो विचारमा चाहिँ अध्यक्ष मास्टर साहबलाई नि राख्दा ठिक हुन्छ। ओहो, सबिनाको ज्यान सानो भए पनि कुरा चाहिँ साह्रै राम्रो गर्ने। अध्यक्ष मेरो बुढो। ल ठिक छ नि त। अब मास्टर साहबको पनि त्यही इच्छा छ भने मास्टर साहब नै अध्यक्ष। भनेपछि म अध्यक्ष। के का अध्यक्ष भनेर मौका परिरह। म हुन्छु अध्यक्ष। म के अरे अध्यक्ष रे? अध्यक्ष भने के हो थाहा छ तँलाई? एक फेर आफ्नो अनुहार घरमा गएर ऐना हेरेर आइज अनि बोल। त्यहीँ माथि संस्थालाई केही परिहाल्यो लौ त भनेर 5-10 हजार हाल्नु पर्यो भने 2 रुपियाँ निस्किँदैन खोजीबाट। अध्यक्ष हो धेरै हेपेर भन्नु पर्दैन मास्टर। धेरै हेपेर भन्नु पर्दैन। हामी पनि पर्यो भने हाल्छौँ, खनखन गरिदिन्छौँ। ल गर्नु ल 5 रुपियाँ निकाल्छ एक खोजीबाट अहिले। कति हल्ला कति अध्यक्ष हुन्छ त के भयो त? अध्यक्ष हुन्छ अरे कुरा गर्नुहुन्छ। तपाईँहरू पनि उसकै पछि लागिरहेछ। र एउटा कुरा सबैजनाले सुन्नु है, यो नेतृत्व लिने कुरा चाहिँ जसले पैसा खर्च गर्छ, जो अलि बाटा टाटा छ त्यसले मात्रै गरेर हुन्छ भन्ने छैन। कहिलेकाहीँ इमान्दार मान्छेहरूलाई पनि दिनु समाज बन्न सक्छ। ए ल अब कतै ल चुप लाग्ने, मलाई पनि बोल्न दे। अब यो झगडा गर्ने वाद विवाद गर्ने बेला होइन। यो चाडपर्व हो। मैले कसले के गर्ने भन्ने कुरो अब म छुट्याउँछु। ल ए बल्छी त मादल बजाउँछ छैन? ल तैँले मादल बजाउने। ए इष्टु छोरी तैँले यो अरू नानीहरू तिमीहरूले नाचगानको प्र्याक्टिस गर्न जाऊ। अनि भट्ट्याउन कसले सक्छ होला? मलाई आउँछ भट्ट्याउनु त। ए ल यसले भट्ट्याउने। हामी चाहिँ यिनीहरूको भट्ट्याएर नाचगानमा हामी ताली पिटेर साथ दिने। ठिक छ होइन? ल ठिक छ, यो बरु ठिक छ। ल देउसी नि त भन्नु पर्यो नि। आशा होइन कहाँ चाहिँ गयो कि होला त? यो यत्रो बडा भयो कि तरुनी छोरी। अब आज लक्ष्मी पूजाको दिन यसो केही कामसाम सघाइदिएली, केही सहयोग होला भनेको, आफूले पनि केही अराइ पराइ गरौँला भनेको अत्तो पत्तै छैन। 1 मिनट घरमा बस्ने होइन। कहाँ चाहिँ गयो थियो? त्यसलाई भेटौँला मात्र मैले जाने। तिहारै आयो लौजिली मिली, तिहारै आयो लौजिली मिली। ए सुन हजुर भैलेनी आइन् आगन, ए सुन हजुर भैलेनी आइन् आगन, ए सुन हजुर भैलेनी आइन् आगन। होइन ए केटी हो तिमीहरू त्यो बारीमा के गर्दैछौ? के गर्नु नि प्यारी काकी, बेलुका देउसी भैलो कार्यक्रम छ क्या? हो, त्यसकै लागि डान्स प्र्याक्टिस गरेको नि। ए तिमीहरूले काम नपाएर अर्काको यो तोरीबारीमा आएर तिमीहरू डान्स प्र्याक्टिस गरेर बस्ने होइन? अन्त डान्स प्र्याक्टिस गर्ने ठाउँ पाएन तिमीहरूले? ओइ आशा, तँ चाहिँ के बाँकी हो? दुनियाँलाई यसरी तोरीबारीमा ल्याएर नचाउनु हुन्छ? यसरी नाच्नुभन्दा
बारीमा डान्स प्र्याक्टिस गरौँ तोरी बारीको राम्रो दृश्य हेर्दै स्वच्छ हावा वातावरणमा डान्स प्र्याक्टिस गरौँ भनेर ल्याउने यही आशा हो अब हामीले त घरमै प्र्याक्टिस गरौँ भने हो नि त्यतिकै फुट्दैन बल्ल छ मङ्गलम हो मलाई कम्तरी छुटिरहेछ त्यो मास्टरले देखेर अनि के भयो भन्न त अध्यक्ष बन्छु रे अध्यक्ष अनि हामी चाहिँ अध्यक्ष बन्न हुन्न मैले त सबैको अगाडि बटाटा भनिदिएर आएँ ल जा हेर बाबु त्यो मास्टर त छिमेकी हो छिमेकी भने हामीलाई मर्दा पर्दा कति बेला को काम लाग्छ भने थाहै छैन त्यस्तो तातो रिस गर्न हुन्न नि अब जाडोको बेला छ तातो रिस नगरे के चिसो रिस गर्नु बोबो धेरै उटुङ्गी नबोल तेरो भागमा मादल खोज्नु पर्यो भने होइन जा खुर्कन मादल खोजेर त म गर्छु व्यवस्था पिर गर्नु पर्दैन यो गङ्गटाको अनुहार पर्या बल्छीलाई मैले के गर्ने र म अध्यक्ष बन्छु भन्दा सबले हुन्छ भनेको थिएँ बाठो भएर म बन्छु यसका बन्छको अध्यक्ष ल मैले हुने भए पनि ल्याएर माथि तारे भिरबाट ल्याएर गुल्टाइदिन्थेँ के रिसाइरा अब तिमी पनि भएन ऊ पनि भएन आखिर कुरा बराबर त हो नि बितेको कुरा लिएर फेरि किन टेन्सन लिनु पर्यो रिस उठ्छ नि मान्छेलाई अनि तिमीहरूको त नाचगानको प्र्याक्टिस कहाँ पुग्यो नि फेरि के हताएर बेलुकासम्म पख न कस्तो नाच्छ थाहा भइहाल्छ नि अलि छिटो गर छिटो हे तेरी कामा गरि त राछु त कति कराएकी त तँ छोरीलाई गरिरहेछ आत्मविषय अघि आएदेखि गरेको गरेछ त किन कराइरहेकी त देखेर सास परिसक्यो यति मात्र काम हो घर झलमल्ल पार्नु छ सिँगार्नु छ काम भ्याइन्छ यस्तो लस्याङ फस्याङ गरेर तिम्रो छिटो छोरी त गर भनेको नि गर्दैछ त गर छोरी टाउका टेकाएर छ ओइ ओइ हल्का रमाइलो कानको पनि राख्नुपर्छ र ह्यात्तेरिका राख्नुपर्छ कि राख्न अनि तिहार आमाइले जाँदा आज एक दिन राख्ने हो नि मैले यहाँ घडी त राखौँ जस्तो भइरहेछ राख होइन है बुढा पैसा त सबै यहीँ देख्छु त अहिले देउसिरे पनि आउला नि देउसिरेले दिने पैसा राखेछौ अच्छा यहाँ 1-2 हजार छ अरू यहाँ राखेर कि के साँच्चै मान्छेलाई देखाउनु पर्छ यता गरेको भन्दा पैसा यति भनेर एउटा सेल्फी हाल्दा ए हो त है लक्ष्मी पूजा भनेर त हाल्नु पर्यो नि फेसबुकमा हाम्रो अनुहार नआइनु हुन्छ यता यता चाहिँ बढी खिच्न अहिले त निस्क्यौ न हामी नदेखिनु हुन्छ कि पैसा सबै देखिनुपर्छ त आछा आछा सुन्नु पैसा सबै आछ एउटा काटियो पैसा हो ल कति हजार देखियो छ सबै देखे हानि सुनिएर त कस्तो टल्केको तिहारको बेला तिमीले आइज भनेर म त्यत्तिकै उफ्रेर आएँ ठिकै त छ त उफ्रेर आए पनि उडेर आए पनि आउनु त आयो नि मैले बोला भनौँ राम्रै कुरा हो त नि होइन ए बल्छी तैँले कसलाई लिएर आएको यस्तो राति कोनी नानी को भनिदेऊ त आमा नमस्ते नमस्ते म पारी शिवको छोरी लक्ष्मी लक्ष्मी अब के गर्नु आमा हरेक वर्ष चाहिँ नि लो लक्ष्मीले बास गरोस् भनेको छ पूजा गरेको छ लक्ष्मी पूजा गरे हामीलाई त कहिले लक्ष्मीले बास गरेन त्यही भएर मैले त आज लक्ष्मी नै बोकेर ल्याइदिएको अब हामीसँगै देउसी खेल्छ भोलि जान्छ यो मरनी अन्य गर्छ भने ए बुढा छिटो आउन यहाँ देउसिरे आइसके के हो र ए ल है सबैलाई नमस्कार ल ल नमस्ते 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 दाइ नमस्ते ल ल नमस्ते ल ल सुरु गरौँ हैन आहाई भन भन भाइ हो देउसिरे भाइ रमरमी भन देउसिरे भाइ शर्मिलाई भन देउसिरे भाइ भोलिनीलाई भन देउसिरे भाइ चनामा देख्यौला देउसिरे भाइ के दिन्छन् हेरौला देउसिरे भाइ मास्टरको घरमा देउसिरे भाइ मास्टर नि सम्झी देउसिरे भाइ अधेरी रात देउसिरे भाइ समाउँदै हात देउसिरे भाइ आयो कहानी देउसिरे ए घर
अब हामीले गीत सङ्गीत पनि लिएर आएको छौँ हामी त्यो गीत सङ्गीत फेरि प्रस्तुत गर्दैछौँ है नाचगान तानामा बस्ने बस बस भयो त सबैजना बसे होइन ल अब हामी नाचगान सुरु गर्छौँ है ल सुरु गरौँ अब है अब कसले गर्ने त भन्दा यति मात्रै सबभन्दा जान्ने भनेको बल्छी नै हो त्यो बल्छी सुरु गर खत्रै हो नि गीतमा त भाइ सबैले छोपौँ है ए वर्ष दिनको देउसी र भैलो देउसी खेल्दा लाइराछ रमाइलो गोर्खा मनका ए बल्छी पुगेन क्या राजु मास्टरलाई अलिक घोचेर दे न ल ठिक छ अलि दिनु पर्यो नि त ए यो जिन्दगी साह्रै नै छोटो छ मास्टर भन्दा मास्टर नि मोटो अहिले चाहिँ ठिक भन्यो है केटाले एकछिन म दिन्छु यसको उत्तर ए हाम्रो गाउँमा गाडीको जाम छैन बल्छी जस्तो सुसु फल्छ डान्स सिक्ने चाहिँ केटीहरू नाच्ने चाहिँ हाम्रो भाउजू अब केटीहरू नाच न उठेर खतरा नाच जाऊ है सुनौ है उता अलिकति नछ्याक्दियो है त्यहाँ सुन्नुपर्छ ए हातले छोए फुटबलमा फल हुन्छ सुक्या जमा लुकेको बल हुन्छ गोर्खा मनका फुटबलमा फल हुन्छ लुकेको बल हुन्छ गोर्खा मनका जस्तै मायालाई हालौँ भने नि ल यसको उत्तर म दिन्छु है ए बलको कुरा के गर्छ बल्छीले कहिले माछा नमार्ने अल्छीले गोर्खा मनका जबै मायालाई हालौँ भने नि ठिक छैन जमाना जबै मायालाई हालौँ भने नि ठिक छैन जमाना मास्टरजीबाट पनि दामी आयो कडा आयो अब
यसरी नै सवाल जवाफ गरिराख्ने हो भने त 7 दिन 7 रात बित्छ। अब यसो बिदावारीको कुरो गरौँ सर। ल ल ल जा त जा नाम लिएर आइज नाम। ल अब चाहिँ म गाउँछु है त। ल यो ए दिनु होला कार्तिके दाना कार्तिके दाना पर्ने छैन हजुरलाई नोक्सान। छिटो गर्नुपर्छ यहाँ फेरि अरू घरमा पनि जानुपर्छ। बल्छी बल्छी खोइ त कहाँ गयो त्यो? बल्छी ल कहाँ गयो त्यो बल्छी? सँगै यो टाटेलाई दिएछ। अनि बल्छी चाहिँ कहाँ गयो त? खै त बोल्छु जहाँसुकै जाओस् आउला नि त अहिले हामी सुरु गरौँ। ल ल ल काटे बजा। हाई भन भन भाइ हो हाई राम्ररी भन। राम्रो लाग्यो गीत मलाई त तिमीलाई मैले गा गीत मन पर्यो मलाई तिमी मन पर्यो। सोले नाच है बदले थाहा पायो भने शङ्का गर्छ नि। अहिले फेरि हाम्रै घरमा गइरहेको देउसी भैलो। अनि सुन न 2-4 दिन यतै भन्न मिल्दैन हाम्रै घरतिर? त्यही त ठिकै छ फेरि भेट्नुपर्छ है। अहिले चाहिँ म सँगै गयो भने मान्छेले फेरि शङ्का गर्छन् कि म फुत्नु जान्छु एकदिन गएपछि तिमी लुसुक्का हो है। भोक लागेर गाई भैँसी करायो गाई भैँसी करायो आउँदा आउँदै पन्छीका हरायो गोर्खा मनका मन राख्दै मायालाई हालौँ भने नि ठिक छैन जमाना। मैले कहिले हरेस खाएको थिएँ हरेस खाएको थिएँ पेट दुखेर पाइखाना गएको थिएँ। झप्पै मायालाई
तँलाई झन् धेरै घरमा जानु छ भनेर यहाँ भनिरहेको थियो कहाँ हराए त फेरि ए हाम्रोमा त एकछिन पनि त्यो रोकिने चान्सै छैन अहिले रेडी होला आमा रेडी छ ल ल्याइदिनु आयो कति आयो ओए भल्छी हजुर के हो यो जम्मा दक्षिणा त 5 रुपियाँ छ यत्रो गाउँभरिका मान्छे आछौँ यो लाज मर्दो के गरे यार तैँले अब के कुरा गरे हामीले 5 रुपियाँ होइन दक्षिणा 5 रुपियाँ दिने यति दिने भनेर संविधानमा लेखिएको छ र हामीले 5 रुपियाँ भयो 5 दिउँ होइन हो नि परम्परा जोगाउने हो हाम्रो त अहिले आएर तिमीहरूको आमा छोरी मलाई ठेलाइन छोड्यो के रातभरि हिँडेको छ बुढी त्यही त भने जाऊ के नाचेर बसिराख्नु ल जाऊ सबैजना जाँदा हुन्छ हामी त धर्म संस्कृति परम्परा जोगाउनलाई पो खेलेको छ पैसालाई खेला पैसालाई हो भने त व्यापार गरे भइगयो नि होइन के कसो किन्दै के ढोकिरहेको ए गए हुन्छ केही छैन ल राति राति बेकार दुःख मात्रै जाऊ 5 रुपियाँ दिने रहेछ त्यही त हो लटेको यहाँ इज्जत पनि हुनुपर्छ नि बुढा खोइ पैसा बुढा पैसा गई सुन गई होइन के भ यही राखे होइन पैसा यही त राखे नि ल तेरी कहाँ लाउन नि पैसा कसले लग्यो हे भगवान त्यत्रो सुनको चुरा कानको त नराखौ भनेथे नि मैले अब राखौ नराखौको कुरा छोड्दै जिउनु भइसक्यो यो सबै बल्छीको काम हो मलाई थाहा छ तँ हाम्रो घरमा भैलो खेलेर जाँदाखेरि बिचमा लुसुक्क हरा होइन अनि 10 मिनट पछि त्यसको आफ्नो घरमा आएन अनि शङ्का गर्ने अरूलाई ठाउँ छ यहाँ को आउँछ यहाँ मुसाले लानु बिरालो लाँदैन यत्रो पैसा ए पक्कै पनि त्यही बल्छीको काम हो अनि ल भन्नुहोस् तपाईँहरू छातीमा हात राखेर भनिदिनुहोस् मेरो घरमा देउसी भैलो खेलेपछि यसको घरमा आउँदा यो थियो कि थिएन यो कुरो चाहिँ सही हो है कालियामा हामी यहाँ देउसी खेल्न आउँदा यो बिचमा गायब भएको थियो बिचमा गायब भएको हो कि थिएन यो हामी यहाँ आइपुग्दा छँदै थिएन नि यो यहाँ अनि त्यो बेलामा मैले लक्ष्मी पूजा गर्नलाई ठ्याक्क राखेको गरगहना र पैसा यताबाट स्वाट्ट गास्तो लाएको थियो मलाई सर्लकै गएर सबै यहाँ कहाँ लुकाएको छ यसले छैन हो चोरे हो भने हो भन् यहाँ इज्जतको सवाल छ बुझिस् अनि छैन आमा मैले चोरे हैन दिएको छैन आमा मैले चोरेको छैन चोरले म चोर हुँ कहिले भन्छ होइन तैँले चोरेको होइनस् भने हिजो राति त्यतिखेर त कहाँ गएको थिइस् भन् त कहाँ गएको थिइस् भन्न त भन्न त्यो अहिले यो समाजमा अहिले भन्न मिल्दैन कि कहाँ गएको थिएँ भनेर ल हेर्नुहोस् काली आमा चोरेको कुरो भन्न मिल्छ चोरेको कुरो भन्न मिल्छ ए हेर बाउ म छिमेकी सिमेकी भन्दिनँ खुरुक्क त कहाँ लुकाछस् खुरुक्क चाहिँ होइन भने म चौकी गरेर उजुरी हालिदिन्छु हेर बाउ मलाई अरूको थाहा छैन बल्छी बाबु यो चौकीमा जाने भनेको एकदम लफडा हो सबैलाई थाहा हुन्छ बेइज्जत हुन्छ अनि यो भन्दा कति इज्जत जानु पर्यो यहाँ भन्दा कति बेइज्जत हुनु पर्यो हैन आमा कुरा म पुलिसकोमै जानु ल जाउँ ला ए यो फेरि भाग्ला नि मास्टर साहब समाज म भाग्ला भाग्ला होइन यो भाग्छ नि हिजो बेलुका कसरी भागेर लुसुक्क गएको थियो यसलाई डोरी खोज्नु त डोरी बाँधेर लाने मार साहब ल असे साहब ठिक समयमा आउनुभयो तपाईँ पनि हो त नि अजय साहब हेर्नुहोस् त बेलुका लक्ष्मी पूजा गरेर राखेको त्यत्रो गहना पैसा हाम्रो मास्टर साहबको सबै भयभरको लाट लुट्टै यसले दे भन्दा दिँदैन कहाँ लुकाएर राखेछ लौ न असै साहब यसलाई त बाँधेर हजुरकोमै ल्याउँदै थियौँ हजुरै आइपुग्नु भयो यसलाई लगेर 2-4 डन्ठा हानेर मेरो चाहिँ सामान फिर्ता गरिदिनु पर्ने भयो मार साहब प्रहरीले कहिले बिना प्रमाण कसैलाई समात्दैन प्रमाण चाहिन्छ समात्न ल प्रमाण रे अब यत्रो गाउँलेहरू यही बल्छीले चोरेको भनेर प्रमाणको लागि आउनु भएको छ यो भन्दा ठुलो प्रमाण चाहिँ के हुन्छ नि असै साहब पनि तपाईँले भनेको कुरा पनि ठिक तर मास्टर नि तपाईँको गरगहना र पैसा चोर्ने मान्छे बल्छी होइन कसले हो त त्यो चोर हामीसँग छ निर्मल मिस त्यसलाई लिएर आउनु त रेणुका सर
जम्प देख्नुभयो तपाईँको पैसा र गरगहना यसले चोरेको। हिजो राति हामी गस्तीमा जाँदै थियौँ। दिन रात गस्तीमा हिँड्दैमा ठिक छ, जनताको लागि काम गर्नु। कहाँ आएको यो मध्यराति? कहाँ जानु? देउसी खेलेर आएको। देउसी खेलेर आएको अरे? एक्लै एक्लै देउसी खेलेर आउँछस् यो जङ्गलको बाटो? मेरो मिस के धर हेर्नुहोस् त त्यहाँ। यो त सुनको बाला हो सर। ओहो, देउसी खेल्दा सुनको बाला दिन्छन् तँलाई? कहाँबाट ल्याएर खुर्को बन्यो? मेरो घरबाटै हो सर, यो घरबाटै ल्याएको सर मैले घरबाटै। बाला मात्र हो र? पैसा औँठी सिक्री सबै परेछ। तैँले कसको घरबाट ल्याएर खुर्को भन्छस् कि तँलाई ठिक पारौँ? होइन सर, मैले यो राजु मास्टरको घरमा लक्ष्मी पूजा गरेर ठाउँबाट लिएर आएको सर। माफ गरिदिनुहोस् सर। यो सबै कुरा चाहिँ तँलाई कसरी थाहा भयो नि? राजु मास्टरले लक्ष्मी पूजा गरेर फोटो खिचेर फेसबुकमा हाल्नुभएको रहेछ, त्यही हेरेर थाहा भएको छ। त्यसैले हामीले कसैलाई चोर दोष लाउनुभन्दा पहिला आफ्नो सामानको सुरक्षा आफैले गर्नु राम्रो। र अर्को कुरा, घरमा रहेको बहुमूल्य सामान र तपाईँहरूको परिवार काहीँ कुनै ठाउँमा घुम्न गइरहेको छ भनेर त्यस्तो कुराहरू फेसबुकमा कहिले पोस्ट नगर्नु होला। त्यस्तो कुरा पोस्ट गर्नु भनेको यस्ता चोरहरूलाई सुरक्षित साथ निम्तो गर्नु। थाहा भयो मेरो बल्छी चोर रहेछ। चोर रहेछ? मैले चोरा रहेछु? त्यतिकै मान्छेलाई चोर दोष लाउने। निरल मिस त्यो सामान दिनुहोस् त। यो सामान लिनुहोस् तपाईँको र बल्छीसँग माफी माग्नुहोस्। माफी माग्नुहोस्। माग माग। अनि यो चोर चाहिँ हामीसँग चौकीमा जान्छ। पति बन्नु मुखा दर्शक बोलिदिउ कि पाक, विसङ्गति व्यथितिले भए सबै वाक। चिन्ता मात्रै कति लिनु गर रमाइलो, आहा हल्का रमाइलो, ओहो हल्का रमाइलो, ए होइ हल्का रमाइलो, ओइ ओइ हल्का रमाइलो।